हामी थाहा पाउँदैनौँ। अब उहाँले कविताहरू कसरी लेख्नुहुन्थ्यो? कलम लिएर होइन, भन्न खोजेको के थियो त्यति बेलाको ती सम्झनाहरू, होइन? कतिको डुब्नुहुन्थ्यो? एउटा फन्टी पनि थिएन। हजुर। अब अहिलेको जस्तो गलैँचा सलैँचा थिएन है। यसरी घोप्टो परेर चाहिँ थकल्लाएर चाहिँ यहीँ बसेर चाहिँ घोप्टो परेर लेख्नुहुन्थ्यो। हजुर। अनि अब मसी चोप्यो। हजुर। मसी चोप्यो अनि त्यताबाट चाहिँ थकल्लाएर चाहिँ लेख्यो। त्यो मसीले त यता भन्नुहुन्थ्यो, लगाएर बुवालाई मसी दियो। त्यस्तै गर्नु। कति दिनसम्म उहाँले नन स्टप लेख्नु भएको याद छ हजुरलाई? कति दिनसम्म उहाँले नन स्टप लेख्नु भएको याद छ? नन स्टप त भ्याएसम्म त नन स्टप नि लेखी गर्नुहुन्थ्यो। खानु पनि नपर्ने। ओहो। अस्ति एउटा चाहिँ मोबाइलमा मैले चाहिँ उयो देखिरहेको थिएँ कि। हजुर। को हुनुहुन्थ्यो उहाँको नाम त झट्ट मैले बिर्सेँ। सिगरेट त उहाँ खानुहुन्थ्यो, तर सिगरेटको बारेमा चाहिँ उहाँले चाहिँ केही लेख्नु भएको रहेछ क्या। कलकत्तामा हुनुहुन्थ्यो अरे। अनि कविता लेख्न मन लाग्यो, सिगरेट छैन अरे। अब सिगरेट नभएपछि कविता चाहिँ नआउने हो कि के हो कसो। उहाँले चाहिँ यस्तो गरेर चाहिँ थकल्लाएर चाहिँ म त थकल्ला सुइसाइड गर्छु अब भनेर यस्तो भन्नु पऱ्यो भनेर त्यस्तो। अब जसले पनि जे अब भेटाएको बेला के देखेँ के भने के भयो कसो भयो त्यो कुरा त हामी थाहा पाउँदैनौँ। अब हामीले चाहिँ के पनि सुनेका थियौँ भने उहाँले चाहिँ चुरोट सल्काएको पनि बिर्सिनुहुन्थ्यो अरे। जब हात पोल्छ चुरोटले त्यसपछि मात्रै उहाँलाई ओहो मैले चुरोट सल्काएछु भन्ने चाहिँ याद हुन्थ्यो अरे। यो कतिको सत्य हो? त्यो त मलाई याद छैन। याद छैन? त्यो त याद छैन। मेरो हजुरबुवा चाहिँ तिलमाधव देवकोटा चाहिँ संस्कृतकोमा कविता लेख्नुहुन्थ्यो अरे। अनि उहाँको साथमा चाहिँ बुवा सुत्ने। अनि हजुरबुवाले चाहिँ कविता लेखेको देखेर अनि उहाँलाई पनि कविता लेख्न मन लाग्यो। अनि संस्कृतमा एउटा चाहिँ कविता लेख्नुभयो अरे। अनि लगेर चाहिँ बुवालाई ल भनेर देखाएको त यस्तो पनि कविता हुन्छ पाजी के गरेर लेखेको यो भनेर एकदम गाली गर्नुभयो अरे। अनि त्यो बेलादेखि मनमा म अब यो राम्रो नलेखन त कहाँ छोड्छु भन्ने मनमा आयो अरे भनेर सुन्छु है। अब फुपूहरूले भनेको। उहाँसँग के कुरा हुन्थ्यो हजुरको त्यति बेला याद छ? हामी त के कुरा हुनु नि, अब बुवा बाहिर जानुहुन्थ्यो, बाहिरबाट यसो आएपछि खानेकुरो ल्याउनुहुन्थ्यो, ल खाऊ भनेर भन्थ्यो, दङ्ग पऱ्यो, खायो बस्यो हाँस्यो खेल्यो। त्यही के ल्याइदिनुहुन्थ्यो उहाँले? मिठाई पसलमा गएर चाहिँ जे पनि ल्याउने, मिठाईहरू जे भेटाइन्छ त्यो लिएर आउने। आज कसरी सम्झिनुहुन्छ ती दिनहरूलाई? थोरै हामी त्यो दिनमा जाउँ न। कसरी सम्झिनुहुन्छ त्यो मायालाई, आमाको बुवाको मायालाई? त्यो माया कहाँ पाउने? अब त्यो माया पाउन सकिन्छ? माया पाउन सकिँदैन। अब यस्तो मनमा लाग्छ मेरो बुवाको जस्तो जुन माया छ उसले। मेरो बुवाले कस्तो भन्नु नि, अब गाउँ पढाउनु पऱ्यो, केटाकेटीलाई पढाउनु पऱ्यो भने ल सबै केटाकेटी को आउनुपर्छ आऊ है म पढाइदिन्छु भन्ने। अनि बटुल्ने, एक दिन त पढायो, भोलिपल्ट त बुवाको अर्कै काम पर्छ है। अर्कै काम परेपछि त बुवाले पढाउने कुरा आएन। अनि भोलि त डिस्टर्ब भएको खत्तम भयो होइन। त्यसो हुन्थ्यो। अनि तर कस्तो भने छोरीहरूलाई पढाउनु पर्छ भन्ने चेतना चाहिँ कतिको थियो उहाँमा? पढाउनु पर्छ भने चेतना त किन हुँदैन थियो? हुनु त त्यो गर्ने त आइमाईको कुरा हो नि होइन। मेरो माको हो, मेरो मुवा चाहिँ भगवान्पट्टि लागेको। अब मेरो बुवाले त अब सबै थोक हेरेर सक्नुहुन्न, चुलोमा डाडु पनि चलाउनु त सक्नुहुन्न नि त होइन। भनेपछि त मेरो मुवाको जिम्मा थियो। अब मेरो मुवालाई हर्रामा नगई हुँदैन थियो। खाना घरमा झन्झुट्टो खाना पकाएर खाना दिएर खाइसक्यो केटाकेटीले भने झन्झुट्टो एउटा धोती फेरेर दौडा दौड गरेर चाहिँ कुञ्जमा जाने, दिनभरि ती बस्ने, हामी पनि ती पछि लगाएर जान्थ्यौँ होइन। अब हजुरहरूलाई त मिठाई ल्याइदिनु हुँदो रहेछ। उहाँलाई चाहिँ एकदमै मनपर्ने खानेकुरा के थियो बुवालाई? बुवालाई मनपर्ने त्यस्तो मलाई केही पनि थाहा छैन है। अब सबै थोक खानुहुन्थ्यो, अब के मनपर्छ के मनपर्छ त्यो त थाहा नभएको। मासु खानुहुन्थ्यो। अब मेरो मा चाहिँ मासु नखाने। अनि मासु खानु पऱ्यो भनेदेखि प्रायः जस्तो चाहिँ उहीँ दिल्ली बजारमा दाजुभाइहरू कहाँ बसेर चाहिँ खानुहुन्थ्यो।
अब अहिले हामी जहाँ छौँ यो चाहिँ मैती देवी हो होइन हजुर चाहिँ यहीँ जन्मिनु भएको कि डिल्ली बजारमा जन्मिनु भएको म कहाँ जन्मेँ मलाई त्यो त थाहा छैन हजुर मलाई थाहा छैन तर मैले थाहा पाएदेखि चाहिँ म चाहिँ हिँडै हुर्केको मलाई थाहा छ त्यति हो अलिक कलिलै हुनुहुन्थ्यो बुवा एक्सपायर हुँदा हजुर पनि विशाल हृदयको व्यक्ति चाहिँ यो पृथ्वीमा फेरि जन्मिन्छ कि जन्मिँदैन भने जस्तो लाग्छ कि मलाई त आज थोरै हामी स्मरण गरौँ न बुवाको के याद छ बुवाको हजुर हजुर बुवाको याद छ बुवाले कसरी कविता लेख्नुहुन्थ्यो थोरै हामीलाई भनिदिनुहोस् न कसरी कविता लेख्नुहुन्थ्यो घरमा के गर्नुहुन्थ्यो उहाँले हजुरलाई जति याद छ त्यति भनिदिनुहोस् न आज सबैभन्दा ठुलो कुरा चाहिँ उहाँको एउटा चाहिँ च्यारिटी भन्ने कुरा चाहिँ बडा ठुलो थियो क्या हजुर त्यस्तो यो हृदय चाहिँ यस्तो विशाल हृदयको व्यक्ति चाहिँ यो पृथ्वीमा फेरि जन्मिन्छ कि जन्मिँदैन भने जस्तो लाग्छ कि मलाई त अब पहिले एउटा गाई भैँसी पालेको थियो गाई भैँसी पाल्दाखेरि चाहिँ अब गाईलाई पनि थौकन लाएर यसो मिठो खानिदिनु मन लाग्छ भनेर काउली बोकेर ल्याउने 3 खर्पन काउली बोकेर ल्याइदिने पैसा भयो भनेदेखि खान्दिने के निर्धक्कसँग त्यस्तो गर्नुहुन्थ्यो अनि हामीहरू चाहिँ मेरो मालाई चाहिँ त अब सधैँ टार्नु पऱ्यो पुर्याउनु पऱ्यो होइन अनि टार्नु पुर्याउनु पर्ने भएको हुनाले उहाँले चाहिँ ए नानी ल कौली जति सबै त भित्र लुका भनेर भन्ने अनि म मुयाको साइडमा हुन्थेँ